कृष्णलाई भेट्न जाँदा सुदामा उसको मित्र प्रिय मित्रले जाँदा अब के लानु भनेर उसले एक मुठी चामल लिएर चाहिँ गएको थियो। कृष्णजीको लीलामा एउटा कथा छ। पहली मुट्ठी लेते ही प्रभु ने वैभव कुंठ ये सौंप दिया है, दूसरी मुट्ठी खाते ही प्रभु ने स्वर्ग सुदामा को सौंप दिया है, तीसरी मुट्ठी में देने लगे जो बैकुंठ तो लक्ष्मी ने रोक लिया है, अपना निवास भी दानों में दे रहा कैसा दानी, ये मेरा पिया है। अनि कृष्णजीले पहिलो मुठी खाँदा वैभव कुण्ठ पुरा सुख सुविधा उसको नाम गरिदियो। दोस्रो मुठी खाँदा स्वर्ग सुदामाको नाम गरिदियो। तेस्रो मुठी खाँदा उसले बस्ने आसन हुन्छ नि समुद्रमा, त्यो साँपको शेषनागको त्यो चामल कृष्णजी खुसी खुसी अपनाएर रोएर थाहा छ कृष्णजीलाई सुदामाको कारणले त्यो राजपाट जति राजा बनेको त्यो कृष्णको भागमा आएछ। अहिले कहानीमा आज हामी भन्छौँ